अहिले रातिको 9:15 भएको छ। फेरि घुम्दै जाँदाखेरि पार्वताले एकचोटि देखिहाले यो हेर्नु धनगढीमा जे हामी बसेको ठाउँमा जे देखिराखेको हुँदैन सामान्यतया त्यही कुरालाई हामीले यो घुम्न जाँदाखेरि देख्दाखेरि हामीले त्यो कुरालाई तपाईँसँग लिएर आउँछौँ। यहाँ धनगढीमा यति साना समस्या देखिँदैन थिए। अनि यो पकाइराखेको हेर्नु न यहाँ यसरी पकाउँछन् यसरी पकाएको छ यहाँ अचार बजाएको छन् यति छ यतिमै व्यापार चलिरहेको छ है भाइको व्यापार चलिरहेको छ। यो समस्याको साइज यस्तो छ पार्वता देखाउँछ समस्या यत्रो छ धनगढीमा 20 रुपियाँ गोटा पर्छ भने यहाँ 20 रुपियाँ छवटा तर साइज चाहिँ हेर्न सक्नुहुन्छ यत्रो छ साइज चाहिँ यत्रो छ समस्याको आकार छ। एक गाँसमा पनि तपाईँको एक गाँसमा पनि यो एउटा समस्या जान्छ। यो समस्याका साइजहरू यसरी छन् यसरी पनि व्यापार चलिरहेको छ। ठुलो ठाउँ ठुलै सम्भावना ठुलै मेहनत सबै आफ्नो आफ्नो तरिकाको छ। सबैले आफ्नो आफ्नो तरिकाले काम गर्छ तर यो ठुलो ठाउँमा अलिकति फरक भेराइटी हाम्रोभन्दा फरक भेराइटी चाहिँ देखिने यो। आजलाई यति नै धन्यवाद।